हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आई होप हजुर निसन्चै हुनुहुन्छ होला। म निसन्चै छु। आज चाहिँ खाना खाएर अब एउटा मात्रै गाडी आएको थियो, त्यो गाडीको सामान अब अनलोड गरिसकेँ। अब हाम्रो चाहिँ आज नि त्यति अब महिनाको लास्टतिर काम हुन्न, हेर्नु होला। एक लाइन मात्रै छ अनि अहिले सकिन्छ काम। अनि हामीहरूलाई चाहिँ त्यो रुम दिँदैछ सुत्नलाई, त्यो यस्तो रुम दिँदैछ। अब यही रुममा सुत्नुपर्छ भन्छ, नत्र भने हामीहरू यो माथिल्लो तल्लामा सुत्थ्यौँ, अफिसको तल। आज चाहिँ यो गाडी मात्रै आएको छ, एउटा मात्रै, नत्र भने त आज धेरै आछन्, 10-12 गाडीमा यो मात्रै ठुलो गाडी आछ, अरू सब सानसानै गाडी आछन्। अब महिनाको लास्टतिर भएर होला, नत्र भने धेरै आउँथे गाडीहरू। हेर्नु होला, यस्तो देख्यो नि यसमा सब रुमहरू सबै दामी छ। अब यहाँ तल चाहिँ खाना पकाउने बनिरहेछ, हेर्नु होला, पुरा पङ्खाहरू लागेका। तल खाना पकाउने, माथि सुत्ने भनिरहेछ। हामीले भन्यौँ कि एसी नि लगाइदेऊ भन्यौँ, एसी चाहिँ नै हुन्न भनिरहेछ। त्यही भएर पङ्खा लगाएर पङ्खामा सुत्नुपर्छ। एकचोटि के गर्नु, अरूको देशमा जे भन्यो त्यही गर्नुपर्छ हामीहरूले। सब नेपालीहरूलाई त लास्टै हेप्छन् के त, सबै नेपालीलाई हेप्छन्। यहाँ बङ्गालीहरू त कति हेप्छन् झन् नेपालीहरूलाई। त्यही भएर हेर्नु होला, यो चाहिँ हाम्रो सब प्लेटहरू हो। अब गाडी यताबाट यो युँ बनेको छ कि युँ, गाडी अगाडि उता त्यो गेट देख्दै हुन्छ, त्यो गेटको यताको साइड छ। यताको साइडबाट आउने गाडी अनि यताको साइडबाट यसरी जानुपर्छ, निक्लिनुपर्छ यता सामान झाडेर। यस्तै हो, यतै आयो। यो हजुरलाई ब्लग राम्रो लाग्यो सब्सक्राइब गरिदिनु होला, सपोर्ट नि गरिदिनु होला। बाई बाई।